आजको जुन रसुवामा भएको इन्सिडेन्ट थियो एकदमै आकस्मिक रूपमा भयो होइन, पूर्व सूचना नपाइकन त्यो एकदमै आकस्मिक रूपमा भयो, जसले ठुलो जनधनको मान्छेहरू सबैजनाको क्षति भयो होइन। उद्धार गर्ने सम्बन्धित निकायहरूले उद्धार गरि नै रहनु भएको छ होइन। अब हामीले गर्न सक्ने कुरा भनेको चाहिँ हामीले चाहिँ फेक न्युजहरूलाई विश्वास नगर्ने, त्यो न्युजहरू सही हो होइन हेर्ने, त्यसलाई सेयर गर्नुभन्दा अगाडि पनि एकदमै राम्रोसँग सोच्ने, आफ्नो साइडबाट गर्न सक्ने, चाहे फाइनेन्सियल हेल्प होस्, चाहे फिल्डमै गएर गर्ने हेल्प होस् होइन, सबै कुराहरूको हेल्प चाहिँ हामीले गर्नुपर्छ होइन। यो बेलामा हामीले मानवता भन्ने चिज बिर्सिनु हुँदैन। यो बेलामा आएको सरसहयोगहरू हुन्छ, त्यस्तो केसहरूमा हामीले भ्रष्टाचार गरिदिनु भएन। यो बेलामा पोलिटिकल पार्टीहरूले एउटा त्यो राजनीतिक त्यो भनौँ न त्यो नराम्रो एजेन्डा बोकेर हिँडिदिनु भएन। सबैजनाले नै सरकारलाई सघाउनु पर्यो। सरकारले सक्दो प्रयास गरिरहेको छ, यसमा सबैजनाले सरकारलाई सघाउनु पर्यो। अनि हामी मान्छे हो, हामीमा मानवता कतिको छ भन्ने कुरा नै देखिनु पर्यो। त्यो आज जुन त्यो ग्यासको सिलिन्डर बोकेर लगेको त्यो इन्सिडेन्टले चाहिँ त्यो एकदमै दिमाग खराब भयो कि होइन। यति दिनदेखिबाट यति दिमाग खराब भइरहेको थियो, झन् आजको केसले गर्दाखेरि चाहिँ एकदमै उ भइरह। सो सबैजनाले एकदमै राम्रोसँग ख्याल गर्नुहोला, आफ्नो ख्याल गर्नुहोला, सम्बन्धित निकायलाई राम्रोसँग काम गर्न दिनुहोला।